सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई, स्वागत छ सबैजनालाई आजको नयाँ भिडियोमा, न्यू ब्लग। अनि हामी चाहिँ बाउ छोरी मर्निङ वाकमा निक्लेको। कोसँग निक्लेको? कोसँग घुमेर खुसी भएको छ। आज जाडो आज मौसम चेन्ज भयो आजदेखि। ल पुरै अरू दिन यस्तो कहिल्यै भएको थिएन। आज चाहिँ एकदम पुरै कुहिरो लाएर अनि कहाँ पुगेर आयो भनिदेऊ न। सो हामी चाहिँ मर्निङ वाक गएर आएको बाउ छोरी मिलेर। कति हिँडी आज यो कति हिँडी केही खाने भयो खुवाउँदै पनि चिया होइन, तर खाने र हो। तिम्रो अन्ती आइगयो। सो हामी चाहिँ फाइनली घर पुग्यौँ। कति बेलादेखि यसलाई समाउनु लाएको, हात दुखेर। आजको दिन चाहिँ यस्तो छ कि होइन, बुढीको मुख हेरेर थाहा हुन्छ दिन कस्तो हुन्छ भनेर भन्छन्, तर खै म त हेरेर त थाहा पाउन त केही पनि। एका बिहानै यो अर्काको बच्चा लिइकन कस्तो अर्काको हो र? लास्टरमा म वहाँ पुगेर आइसक्यो तल गएको भनेर खोजा यो बच्चालाई। अनि कहाँ लगेर गछु र त के फेरि यस्तो गर्थे? लयो भनेर लयो है नानीलाई मैले भन्न सकेको थिएनौ। कहाँ त भाडा माझ्नु लाछन्, कहाँबाट लयो भनेर भन्नु न। खोजा हामीले कति मैले त झोलुङ्गामा सुताएर नानी सुती भनेर छोडेको त। त्यो कपाल तान्दै थियो आँखाको। यस्तो कति लामो हो नाच्नु सुत्छ अनि रातभरि सुतेको बिस्तारामा बिहान उठेर फेरि झुलुङ्गामा सुताइदिएर सुत्छ। खेल्न त खेल्थे त के तिमीले यस्तरी लिएर हिँड्न के पर्थ्यो? बिहानदेखि न के खाछ न के खाछ, भोकै त्यो बच्चालाई। कस्तो के खाछ? बिहानै के खानु पर्यो त? कौवाले उठेर गुखाएन यो साली खाने कुरा गर्छ। हामीलाई भोक लागिसक्यो कि कस्तो यो बच्चालाई लाग्दैन? घुमिरहेछ कि डुल्न पाइरहेछ अनि कहाँबाट भोक लाग्छ त के? अबदेखि यसलाई समाएको देख्नुपर्छ, मैले मार्छु भनेर। आफ्नै छोरी पनि यस्तरी खोजिदिन्छन् घरमा। हात दुख्यो यस्तो त नगर्ने यार, आफ्नै त हो नि। खुसी भएछ डुलेर। ओए यहाँ ल्याएन, जा खुवाएर ल्याएस। मबाट बाहिर खोसेर हानेर ल्याएको कारण यही रहेछ कि यहाँ सुताउन भयो त। हेर्न यो के छ छोरी, त्यहाँ राम्रो कि मसँग राम्रो? यहाँ राम्रो कि मसँग राम्रो? आऊ होइन आऊ ल मोबाइल समा म निकाल्छु। समा होइन बाहिर निकाल्ने हो, यो बच्चालाई भित्रको भित्र राख्ने होइन, बाहिर निकाल्ने हो। म दिम्ला कानमा त साली हान्दाखेरि बिस्तारै हान्न सक्दिनस्। छातीमा यस्तरी हानी, एक त खाली पेटमा दुखिरहेको हुन्छ। म त जानी हान्ने हो, म त झनै जोडले हान्ने हो। तैँले बिस्तारै हान्न सक्दिनस् साली। कस्तरी हानी कि हान्न पनि यार। आम्मामा पोइको इज्जत गर्न आउँछ कि भाँच्चालाई नङ होइन, औँला भात दिन्छु म नङ। साली के गर्ने रहेछ त्यो त नङ बालेर। आऊ छोरी आऊ ल चिसो लाग्यो भने केही भयो भने औषधि गर्न पुग्न त लग कि, तर चिसो लाग्यो भने केही भयो भने औषधि गर्न राति डुलाउँछौ आफै। के हुन्न, म केही पनि हुन्न भनिदेऊ छोरी। टोपी लाग्छ केही पनि हुन्न। भित्र झुलुङ्गामा राखिराख्ने हो त अनि बच्चालाई। रातभरि सुतिछि गरे अझै हल्लाएर कति सुताउने हो? टाउको घुम्छ धेरै झुलुङ्गामा हालेपछि, दिमाग घुम्छ बिचरा। बच्चाको दिमाग कम हुन्छ फेरि ब्याक बेन्चर हुने फेरि स्कुलमा। ल टोपी फुस्क्यो, टोपी पनि नलाऊ ल ठिक छ। हिँड यस्ता चुरेलसँग के बस्छौ र छोरी? के बस्छौ र? उही ल खस्यो टोपी उठाएर लगाइदे छिटो। छोरीलाई भित्र कोची राख्ने, खुवाउनु छ लग्ने, नत्र बाहिरै बसाल्ने, बाहिरै देखाउने। जति चिसो भए पनि जे भए पनि कुनै अधिकार छैन मेरो छोरीलाई छुने। ल अलराइट गाइस, छोरीको चाहिँ खाना खाने टाइम भयो होइन। के खान्छौ? खाने मुखभित्र हाल्ने भन्दा बढी बाहिर हुन्छ के। ओइ राम्रोसँग खुवाउ न, के गरेको? त्यही वरिपरि यस्तै चाट्ने भित्र हालिदिने। ल के हो यो? दुध पाउडर हो कि हो? सेयरलेस। अनि हामीतिर नि सेयर गर नि त अलिअलि। ल गाइस खाँदैछ होइन, रोइरहेको थियो भिडियो बनाइदिएको थियो, चुप्प लाग्छ कि देखाइदिन्न कि कोहीलाई। रौ
रौ देखाइदिन्न कोहीलाई भिडियो बनाइदिरह अब यसले नभ्याउने बेलासम्म हात पनि छैन अहिले हात निकालिदिनु पर्छ सिधै मुखमा हाल्छु कपडाले पुर्रे हात पनि समाइदियो अहिले सबै मुखमा हाल्छु न्याम खायो उ बाबुले हेर त इ बाबुले कसरी माम खाछ मोबाइल हेराउँदै हो कि फेरि यता मोबाइल चलिरह उता खुवाइदिने औँलाले होइन के चम्चाले खुवाइदेऊ कि त त्यो दबाई खुवाउनेवाला त्यसले खुवाइदेऊ न हुन्न त्यस्तरी छि 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 नखाने आँका हो अनि औषधि पनि यस्तै गरी खुवाइदिन्छौ यसले सम्झिन्छ कि औषधि खुवाउनु राख्नु भनेर बानी परे होइन अनि कहाँबाट खान्छ कि ल छिरीको नाकभित्र छिरीको सेतो जुङ्गा मिठो पनि हुन्छ फेरि मिठो हुन्छ त खाऊ न त दबाई हेर्न फेरि मार्क्सै बनाइदिनलाई हेर हेल त पुरिन आफै धस्छ के ल यति हो एक आधी कटौरा पनि छैन के चुइयो तलबाट चुइयो के खान्नेहरूले यसको त पुरै बाँधेर मुख बाँधेर यसरी अड्डाएर एउटाले मुख च्यातेर पाइप लगाएर खुवाउनु पर्छ यसलाई उस्तै मुखको वरिपरिको सोर्दिरहेको छु यसले चाहिँ ल भ्याउँछ म समाइदिन्छु यसलाई यस्तरी नखाएर कहाँ हुन्छ खै अर्कै गर्न खाएको दुधै जस्तो गर्न खाएको त के सेरले सो घरमै बनाएको सेरले सो के घरमै कसरी बनाइसो बनाए नि कसरी के हाल्यो दुध हाले अनि फेरि नुन पनि त खुवाउन पर्यो बानी पराउनु पर्यो अलिअलि नुन हाले कति हालिस् नुन सानोवाला हाम्रो त्यहाँ छ त अरू के हालिस् अनि अरू खै त गहुँ पिठो गहुँको पिठो के अस्ति रोटी हाल्दाखेरि बचेको बेसन अनि त्यही अलिकति हालिदिने अलिकति के अरे मैदा रोटी हाल्दा बचेको ओए तैले मैदा बेसन सब हालेर खुवाउँदैछ छोरीलाई अनि सबै खुवाउन बानी पार्न पर्न अहिलेदेखि अबे नुन हाली मैदा बेसन यो कौन सा सेरले सो किन्न सकिन्न त भन्न बरु म ल्याइदिउँला अरे त्यो 1000 रुपैयाँ पर्छ एउटा के गरी किन्ने हो त्यत्रो चाहिँ अनि के मैदा बेसन हालेर खुवाइदिनु त यो बच्चालाई खुवाउने नि नखुवा छोड्दे बानी त पार्न पर्यो त के नै यस्तो खुवाउने हुन्न त्यही भएर चर्को भएर त रहेछ र त त्यही भएर त मुख यस्तो गरिरहेछ हेर्ने हे भगवान नाकभित्र हालिछ त्यही निकालिछ फेरि मुखमा हालिछ घिन लाग्दो राम्रोसँग खुवान हो त्यो मैदा बेसन हालेको साँच्चै के हाल्नु त के अरू त्यो हालेर कहाँ खुवाउँदै मैदा बेसन हालेर छोरीलाई खुवाइदिरहेको छ त अरू के हाल्ने त के हुन पर्न घरमा ओइको छोरी जोइको भागम यहाँ त खुवाइदिन्छन् नाइ ऊ फेरि आइगो ओए हुन्न के खान्ने कि बुढी छोड्दैन किन खुवाउँछ जबरजस्ती यसकै पछि परिछ के खाने भनेर खुवाउने भनेर आफै खाऊ के आफै खाऊ मोटाउँछौ नाइ खान्ने छोरीले खान्ने घर भागम मर्न लाग्छ कि त्यत्रो खुवाइदिए साथमा कमिला पनि खुवाइदिरहेछ त्यो फाली कमिला छुट्टाएर फाली मुखबाट फिल्टर गरेर अनि अहिले फेरि त्योमा कमिला चाहिँ कहाँबाट आयो फुल देखाएर हुन्न के यसले खानै मानी छैन नि कसरी हेर्न मार्छ तँलाई पछि ठुलो भएपछि यसले मार्छ यस्तरी कसरी मिठो मान्ने भयो त आफै खादियो त आफै खान्छु यो चम्चा पनि फेरि रबरको चम्चा ल्याइदेखाइन के यसले उसमा गिजा उ होला भन्ने डर लाग्छ खुवाउन पनि हुन्न के हुँदै सक्दै नसक्ने कहाँबाट खुवाउँछ यस्तो के खाइ त राइछ त खा छैन छोड हेर्न त्यो खान लाग्यो मुख बिगारी छ के मुखबाट फाली छ सबै फाली छ यो आ गरेको त्यो देखेछौ किन यारे बच्चा हेर्न कहाँ सजिलो हुँदो हे भगवान ल्याउ ल्याउ भइगयो है बुढी अब त्यति त आफै खाऊ मोटाउँछौ आफै खाऊ
नाइ सबै त्यसलाई खुवाउने सक्दैन केले हात दुखिसक्यो यार मेरो नाइ भइगयो कस्तो मान्छे हो के ल आ नाइ नो न्याम न्याम छोरी न्याम 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 छोरी हद हुन्छ नि यार मानेकै छैन मासाली जबरजस्ती हुन्न यस्तो छोड मलाई रिस किन उठा यहाँ ल्याउ त छिटो हुन्न अनि मानेकै छैन किन खुवाइरहेको छ यस्तो जबरजस्ती हेर त्यो हालत हेर त यसको बिचरा टिट लाग्दी देखाउनु त्यसलाई कस्तो टिट लाग्दैछ टिट लाग्दी साली होइन जबरजस्ती खुवाइदिन्छ नि भइगयो मैले भने त अर्को भाइ मिलेर पिट्ने भनेर पहिला यहाँ ल्याउ अहिले को मिलेर पिट्छ हुन्न के छोड हुन्न फटाउने हुन्न हेर त नानी के गर्छ खान्ने त अनि खान्ने भनेपछि किन जबरजस्ती परिस् त फेरि अनि खुवाउन परेन त त्यसले भात खानु केही पनि खाइछिन खानै दुध खुवाएन त फेरि दुध खुवाएन त अनि त्यो बेसन र मैदा खाने हो त अनि यसले भइगयो राख तँले तेरो छोरीलाई तँ खुवाला राख म सक्दैन सम्झाउनु लगाइछ निन्द्रा पुऱ्याए मेरो बुढीले एक निन्द्रा पुऱ्याए फेरि बिमारी भयो के एक दिन सन्चो भएको थियो फेरि बिमारी भयो कस्तो भयो एकचोटि अलिकति भनिदेऊ त के भन्नै सक्दैन म त के हो दुख्ने आँगै दुख्छ कस्तो छ शरीरले हो कि आत्माले ठाउँै छोड्या जस्तो पुरा म मात्रै शरीर मात्र छु यस्तो बिमारी भएको भयो कि मलाई झ्याउ लाग्न लागिसक्यो कति बिमारी भएको सो हामी चाहिँ नास्ता लिएर आएको होइन अहिले अनि बिमारी छौ चाहिँ 4 बजिसक्यो भोक लाग्यो क्या सुत्छु भनेको 1 घन्टा त बुडलुङ्गै भइगयो छु अनि अब उठेर फेरि काम छ फेरि यो पनि उठ्छ काम गर्छ खाएर सब सन्चो हुन्छ मेरो बुढी चाहिँ बिमारी भएको कारणले के भयो अहिले फेरि औषधि गर्न जाँदैछ होइन अस्ति भर्खर गरेर आएको अस्ति भन्नाले ठ्याक्कै अस्ति हिजो सन्चो भयो आज फेरि त्यस्तै सुरु भइगयो टाउको दुख्ने चक्कर लाग्ने ढाड दुख्ने पुरै शरीर दुख्ने भन्छ अब जान लागेको छ अब फेरि भोलि आउने होला के गर्ने हो यहाँ फेरि बिमारी भयो कि सन्चो भएर आयो हराएर रात गर्न लागिसक्यो कति बेला पो अब आउने भोलि कति बेला अब अहिले त सो अलराइट गाइज मेरो बुढी चाहिँ गइसकेको छैन ऊ त्यहाँसम्म ल्याएर छोडिदिएको अटो भेटिदिएको आजकल त घरै अगाडिबाट भेटिन्छ त्यहीसम्म ल्याएर छोडिदिए गयो होइन योचोटि नानी पनि गएको छ अब भोलि बिहान होला आउने अहिले त होइन होला अब म घर जान्छु पहिला अब खाना त पाक्दैन आज मेरो गाइज मैले भनेको होइन आज घर खाली नानी पनि गयो नानीको मम्मी पनि गयो सबै गयो होइन सो आज म घर एक्लै ग्यास खाली भाँडा खाली केही छैन के पकाउने मलाई पकाउन जति झ्याउ केही पनि लाग्दैन अब नास्ता अघि भर्खर खाएको भोक त पक्कै पनि लाग्ने होला होइन सो सल्लाह काटिदिनु के हो एउटा छैन सल्लाह आधी किलो देख्दाखेरि अब काट्यो भने 1 पाउ पनि हुन्न कहाँ काट्ने हुन्छ नि त सो के गरौँ अब झ्याउ लाग्न लागेको त्यही हो कि अब बुढीसँग बसेको बानी अब बुढीले छोडेर गएपछि अब एक्लै बस्नै झ्याउ लाग्ने के गरौँ ल बारी खनिदिन्छु खच्चा गस लगाएर बारी खनिदिन्छु म ल मोबाइल अड्डाउने केही भएको भए टक्क त्यहाँ अड्डाएर सब खनिदिन्थेँ जोसमा भिडियो बनाएको जसमा अब मोबाइल अड्डाउने नै छैन अब एकछिन बारी खनिदिन्छु मजाले यति भ्याइदिन्छु भोलि आएर आलु लगाउँछु बुढीले यदि सन्चो भएर आई भनेपछि नत्र त मरोस् सो अलराइट गाइज मैले चाहिँ खाना पनि पकाएर खाइसकेँ होइन खाना नखाने होइन म एक्लै पनि खाना पनि पकाउँछु होइन कस्तो फोहोर हो यति राम्रोमा पनि हे भगवान् सो मैले चाहिँ खाना पनि पकाएर खाइसकेँ होइन अनि झ्याउ लाग्यो कि एक्लै अहिले टाइम कति भयो थाहा लिटरली टाइम अहिले कति भयो भन्दाखेरि 1:18 यो रातिको हो यो दिउँसोको होइन यो बुढी नभए नि यति बेरसम्म सुत्तिन्न बुढी नभए नि यति बेरसम्म सुत्तिन्न 1 बजिरहेको छ रातिको म फेरि भोक लाग्न लागिसक्यो मलाई सो अब भोलि बिहान आउँछ होला होइन उनीहरू चाहिँ होइन भोलि अब फेरि उनीहरू आएर भिडियो बनाउँदा त्यो गर्दा फेरि टाइम वेस्ट भइजान्छ चार्ज पनि त्यसैमा सकिन्छ होइन यो भिडियोलाई चाहिँ यही फिनिस गरौँ आजको भिडियो कस्तो लाग्यो लाइक सेयर कमेन्ट अनि लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन
अनि भेटौँला नेक्स्ट भिडियोमा अनि थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई